हेलो गाइस, सम्पूर्ण नमस्कार भन्न चाहन्छु। म पनि सन्चै रामी छु, हजुरहरू पनि सन्चै रामी हुनुहुन्छ होला। आज म धेरै पछि मेरो गाउँ आएको। मेरो गाउँ आएपछि बाटामा धेरै मिठो चिज देखियो, त्यसलाई खान मन लाग्यो क्या। अब तपाईँहरूलाई मेरो गाउँ त यस्तै मकैबारी हो। यो खोटाङ जिल्लाको दिपिङ टिटीमा छ सीतापोखरी दिउँमा पर्छ। यो भाउजूहरूको घर हो, यो दाइहरूको मकै हो। हाम्रो तल डाँडादेखि उद्धोपट्टि घर छ। आज चाहिँ म बाटामा बाख्रालाई घाँस काट्ने क्रममा दाजुभाइ टक्क ऐसेलु चाहिँ भेट्यो क्या बाटामा। खाना लास्टै मिठो लाग्यो। यस्तो राम्रो ऐसेलु रहेछ। गाउँघरमा कति मिठो फल पाइन्छ त। हामी त गाई ल्याउँ त गाईको ल्याएर देखाइदिन्छ ऐसेलु कति छ। यस्तो मिठो छ कि यस्तो मिठो छ, यहाँलाई लड्न नि सकिन्छ, के गरेर नि सकिन्छ भन्ने कुरो थाहा हुन्न। यस्तो खतरामा म चलाउँछु कि यहाँ पनि यस्तो लड्छ होइन। अब यहाँ त भक्कै लड्यो भने मिठो पर्छ यो त होइन यार। यस्तो फलले घोचो भने चाहिँ खान पाइन्छ भन्दै यसरी ऐसेलु फल्छ हाम्रो खोटाङ जिल्लामा। तपाईँहरूले हेर्नु है त, यहाँ हेर्नु ऐसेलु भनेको त यो हो नि त गाई। ऐसेलु दाइजी त्यहाँनिर हाँस्दैछन्। साथीहरू ऐसेलु है, ऐसेलु साथीहरू ऐसेलु। यस्तो छ उतापट्टि राम 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 0.5 मा हेर्नु गाई छ। साथीहरू नमस्कार। होइन, तपाईँहरू खोटाङ जिल्ला दिपुङ चिचीमा छ सीतापोखरी दिउँ भन्ने ठाउँमा आउनुभयो भने चाहिँ तपाईँहरूले यस्तै निश्चिन्त भोजनका चाहिँ तपाईँले ऐसेलु नि खान पाउनुहुन्छ। लगायत आज चाहिँ मेरो भाइ काठमाडौँबाट आएको छ, केही दिन गाउँमा बस्छु भनेर नि ऐसेलु खाने, बाख्रालाई घाँस काट्ने, गाउँ पहाड डाँडा पहाड सबतिर देखाउने भनेर चाहिँ हामी यता आएका छौँ। साथीहरू तपाईँले देख्न सक्नुहुन्छ। यहाँ ऐसेलुपट्टि देखाएर अब भाइले खतरा खतरा निकाल्ने छ। ऐसेलु यस्तो छ गाई चाहिँ अब खान मन लाग्यो आउनु होला होइन। साथसाथै मलाई हेर्ने भयो यस्तो छ, काँडाले घोचेर बर्बाद गरिदियो गाईको। दाइ त्यहाँ चढ्दैन लड्नलाई, हेर न बल गरेर। लि नचढ्नु नचढ्नु, त्यो लडिन्छ। होइन उता रुख खर्चानु हो, यस्तो गर्नुहुन्न यार, लडिन्छ। यस्तो गरेर यसलाई भर्याङ बनाएर म चाहिँ ऐसेलु खान चढ्छ है त है। होइन लडिन्छ के होइन, यहाँ मिलाएर हेर्न ऐसेलुतिर चाहिँ यसरी निर्णय गरियो त। अब यहाँ बसेर चाहिँ ऐसेलु ट्याक्क ट्याक्क ऐसेलु पनि अलिक भएका भएका खान मानेछ कि यस्ता ऐसेलु यस्तै मजाले पाकिरहन्। हामी आज त दाजुभाइ बसेर अगाएर टक्क लाएर यो ऐसेलुको भोजन गर्दैछौँ है त गाई। अब यो काँडाले घोचेर, मेरो त काँडाले घोच्यो क्या दाइ। दाइले खाइसक्यो, अब म खानै बाँकी छ है गाई छ। यसलाई ऐसेलु यस्तो मिठो हो, हामी चुरेर खायो नि फेरि अर्काको। अब भोलिदेखिको कुहिहाल्छ, झरिहाल्छ। हामी पनि यस्तो भिरमाथि खुट्टा कालिहाल्यो। फेरि मिठो त मिठो रहेछ ऐसेलु, तर खुट्टा कालेर हुन्छ गाई। यस्तो मिठो ऐसेलु त तपाईँले देख्नु भएको छैन होला। यति साह्रो मिठो, यति साह्रो मिठो। हामी चाहिँ यसै गरी ऐसेलु खान्छौँ। ऐसेलु लगायत विभिन्न फलफुल, काफल भयो, ऐसेलु भयो, जङ्गलमा काठमाडौँमा किनेर खानुपर्ने, यहाँ त फ्री है। फेरि होइन, यो त आफ्नै बारीको पर्ला नदिया हुन्छ, तर घोचेर यहाँ हेर्नु न, दिनकै एक मुठी खायो भने फुड जङ्क फुड खानुहुन्न, यस्तै खानुपर्छ। जङ्क फुडले सँगसँगै स्वास्थ्य खराब गर्छ भने यसले स्वास्थ्यलाई राम्रो गर्छ। भिटामिन सी पाइन्छ यसबाट। यो ताजा हो, न यसलाई केही युरिया हालेको हुन्छ न के आएको हुन्छ। साथीहरू सम्पर्क नम्बर गरौँ। एक महिनाको चाहिँ फेरि धेर भन्दिनँ, धेर पनि के 1000 1000 होइन, किन्ने भए 500 साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। हामीसँग ऐसेलु चाहिँ विभिन्न किसिमका यो खाना एकदम मिठो हुन्छ, एकदम स्वादिष्ट हुन्छ, एकदम टेस्टी हुन्छ होइन। यदि तपाईँलाई निन्द्रा लागेको छैन भने चाहिँ विशेष गरी अर्डर गर्नु होला है। र त स्टिमले चाहिँ लाउँदैन साथीहरू, तर यसले चाहिँ तपाईँहरूलाई निन्द्राको समस्या छ भने चाहिँ
यदि निन्द्रा लाग्दैन भने होइन निन्द्राको समस्या छ क्या लाग्दैन भने त फेरि तपाईँहरूले अलिकति अर्डर गर्नुभयो भने है के हो के हुन्छ होला त अब यसक लगात हामी चाहिँ अब ऐसेलु नखाउँ हो कि क्या हो यति खाउँ अगाडि हौ ल साथीहरू अब यहाँबाट भाइ चाहिँ कसरी झर्छ अब यहाँ हेर्दै जानु होला लु 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 अझै हाम्रो भाइ चाहिँ पुरै माथि बादल माथि बसेर खाइरहेको छ देख्न सक्नुहुन्छ तपाईँहरूले बादल माथि खाना त खायो मेरा भाइले ऐसेलु धेरै धेरै खायो तर अब त्यस्तो भिडबाट चाहिँ कसरी झर्छ होला भन्ने सोचिरहेको छु यदि तपाईँहरूले लास्टसम्म भिडियो हेर्नु भने चाहिँ लाइक गरिदिनु होला सेयर गर्नु होला कमेन्ट गर्नु होला तपाईँहरूको प्रतिक्रिया राख्न नि नबिर्सिनु होला साथीहरू यदि 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 तपाईँहरूको एक लाइक एक फलो होइन तपाईँहरूको प्रतिक्रियाले गर्दाखेरि हामीलाई एकदम गाउँका र विशिष्ट भिडियोहरू बनाउन हौसला र जाँगर पनि चल्छ यो कुरा तपाईँहरूले नबिर्सिनु होला अब भाइ चाहिँ झर्ने निर्णय गरिरहेको छ तपाईँहरूले देख्नु सक्नुहुन्छ यहाँनिर साथीहरू तपाईँहरूले यो भिडियो चाहिँ तिलबारीको नाति भन्ने युट्युब च्यानलमा आउनेछ यदि तपाईँहरूले त्यहाँ हेर्नुभयो भने त्यस पछाडि तपाईँहरूले नयाँ हुनुहुन्छ भने फलो गर्नु होला सब्सक्राइब गर्नु होला लाइक गर्नु होला सेयर गर्नु होला तपाईँहरूले विभिन्न कमेन्ट गर्नु भने त्यो अनुसारका भिडियो हामी लगायत बनाउने छौँ अब तपाईँहरूले देख्न सक्नुहुन्छ अब खाएको खाइ गर्छ झर्ने चाहिँ कुरा चाहिँ गर्दैन यस्तो मिठो फल हेर्नु त गाई चाहिँ यो फल यसरी खानुपर्छ ल फोहोर धुनु पर्दैन हाम्रोतिर अब त्यो अगाडि अब राजेश हमाल उडिरहेको छ तपाईँहरू देख्न सक्नुहुन्छ राजेश हमाल उड केटा उड उड न उड 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 त्यहाँ उडेको भिडियो हुन्छ नि लु न लु आँट तिनीहरू फुत्ते जान त लु फुत्ते ल लु ऐसेलु खाएको अनुभव कस्तो भयो त कान्छ ऐसेलु खाएको अनुभव चाहिँ कस्तो छ मिठो छ नि अब के गर्नु यता खाइ नसक्ने काँडाले घोटेर हैरान यस्तो गर्नुको हैरान अनि साथीहरू अब हामी सबै बाँच्नु पर्यो चरा पनि बाँच्नु पर्यो लगायत हामी चाहिँ फेरि पनि अब चाहिँ सुरु भएर हामी कामतिर लागिसक्यौँ तपाईँ हामी बाख्रालाई घाँस काट्ने अनि त्यहाँबाट बाख्रालाई घाँस लाने अनि त दाजुभाइ बसेर खाने भात अनि बाख्रालाई घाँस पनि हामी यही मालो काट्छौँ यो रुख किनेको घाँस हो नि फेरि गाउँमा पनि किनेर चल्छ नि यो रुखहरू किन्ने यो अर्काको बारी हो हाम्रो तल छ हाम्रो चाहिँ केही कारणले गर्दाखेरि पहिला यो बिजुलीको तार टाङ्दा अनि रोटाउँदा सबै हाम्रो भएको चाहिँ जग्गा दिएर सबै ढालिदियो अनि त्यहाँबाट अहिले पैसाले अर्काको जग्गा किनेर अनि यो किनेर यो बाख्रा घाँस यो रुख यो हो यही रुख हो चाहिँ घाँस काट्न जानुभयो अब घाँस काट्ने हो फेरि नजानु न चढ्नु न यतापट्टिको ठुल्ठुलो उतापट्टिको जानु उतापट्टिको झार्नु न यहाँ पाखामा यो मकै पनि भाँचिँदैन यो मकै दाहरूको धामी दाहरूको मकै है धामी दाहरूको मकै हो यत्रो फल्यो नि मकै मल थुपारे छन् यतापट्टिको काट्न जाँदैछन् लड्नु होला है मजिटो रहेछ यो बेच्न पनि पैसा आउँछ नि फेरि मजिराको पैसा आउँछ गाई यसरी हामी चाहिँ देखाउँदैछौँ यहाँ घाँस झार्छन् यतापट्टि पुरै जङ्गलमा छ उहाँ बाख्रालाई घाँस लगाएर टन्न हालिदिने हो काट्न थालिहाल्छ दारको मकै नष्ट हुने हो कि माथि अलि माथि नै उयो गर्नुहोस् है यसरी घाँस झऱ्यो यो पुयौँ भन्छ यताको पुयौँ भन्ने यही हो है पयौँ यो पयौँ दुधिलो नि यो किने हो अब यहाँ
यहाँ झर्छ म बटुल्छु यसलाई झारे ड्याङ ड्याङ